अहिले राजतन्त्र चाहिन्छ, यो लोकतन्त्रले विकृति भयो, राजा फर्काउनुपर्छ भन्नु चाहिँ कस्तो हो भने यो फेसबुक टिकटक युट्युब आएर विकृति बढ्यो, पहिलाको एउटै रेडियो नेपाल ठिक थियो त्यही कायम गर्नुपर्छ भने जस्तो हो। अथवा यो खेतमा बाँदर लागे यो साराका सारा जङ्गलै आगो लगाएर सिद्ध्याइदिनुपर्छ भने जस्तो हो। लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो र लोकतन्त्रलाई समय अनुकूल सुधारेर लानुपर्छ। हाम्रो हातमा घाउ भयो भने त्यो घाउलाई इन्फेक्सन मुक्त गरिन्छ होला, डाक्टरकोमा गएर उपचार गरिन्छ होला, हातै काटेर चाहिँ फालिँदैन। पहिला पहिला कुनै युगमा काटेर फाल्ने चलन पनि थियो रे, त्यही युगको प्रतिनिधित्व चाहिँ राजाले गर्छ। यसो सोच्नुहोस् न, एउटा परिवारमा जन्मेकै आधारमा न उसलाई क्वालिफिकेसन चाहिने, न सर्टिफिकेट चाहिने, न उसको योग्यताको कुनै अरू मापदण्ड हुने, एउटा परिवारमा जन्मेकै आधारमा उसलाई हामी सबैको मालिक मान्नुपर्ने। किन रे भन्दा उसका पुर्खाले देश बनाए रे। हो, सत्य हो, यो देश पृथ्वीनारायण शाहले बनाएको हो, तर के पृथ्वीनारायण शाहले मात्रै बनाएको हो त? के पृथ्वीनारायण शाहका सेनापति दामोदर पाण्डेको भूमिका छैन देश बनाउनुमा? वंशराज पाण्डे, अभिमान सिंह बस्नेत, वीरभद्र उपाध्याय, वंशु गुरुङ जस्ता योद्धाहरू र उनीहरूको नेतृत्वमा एकीकरणको अभियानमा हिँडेका मगर गुरुङ र ठकुरीहरूको भूमिका छैन? बुद्धिकर्ण राईहरूको भूमिका छैन जसले यो शाहवंशलाई पूर्वमा स्वीकारेका थिए? लिम्बुवानका ती नेताहरूको, त्यतिखेरका नेताहरूको भूमिका छैन जसले चाहिँ सायद सोमालुङगढीमा होला सम्झौता गरेर आफ्नो राज्य, हजुर, सन्धि गरेर आफ्नो राज्य शाहवंशलाई हस्तान्तरण गरेका थिए, सीमित अधिकारहरू मात्रै लिएर? उनीहरूको पनि त भूमिका छ नि। मेरो पुर्खा रामचन्द्र प्रसाईले पृथ्वीनारायण शाहलाई सिन्धुलीगढीको लडाईँ अङ्ग्रेजहरूसँग हुँदाखेरि त्यतिखेर राज्यलाई ऋण दिएका थिए रे। वीरभद्र उपाध्याय पृथ्वीनारायण शाहका खजान्सीले ऋण लिएका थिए रे। अनि राजाले मात्रै बनाएको हो देश, जनताले बनाएको होइन। तपाईँका मेरा पुर्खाको भूमिका छैन। अनि हाम्रो वंशजको अवस्था चाहिँ रैतीका रैती हुनुपर्ने, उनको वंशज चाहिँ कुन जमानामा देश बनायो भन्दैमा आजसम्म पनि हामी माथि राज्य गर्न, शासन गर्न इलिजिबल हुने। अर्को कुरा, पृथ्वीनारायण शाहले देश बनाएको ब्याज त 13 पुस्ता खायो त शाहवंशले, अझै कति पुस्ता खानुपर्ने? लोकतन्त्रमा बेइमानहरू बढे, यो नेतृत्वले बेइमानी गर्यो, त्यसो भए हामी अगाडि सरौँ न त। चोक फोहोर भयो भनेर सराप्नु मात्रै बुद्धिमानी होइन के दाइ, त्यो चोक बढार्ने जाँगर चाहिन्छ। फोहोर भयो भन्ने अनि सफा गर्ने जाँगर नजुटाउने, अनि गाली मात्रै गर्ने, सत्व सराप मात्रै गर्ने, यस्ता पश्चगामी विचारहरूमा म चाहिँ सहमत हुन सक्दिनँ। तर त्यति भन्दै गर्दा रमेशले म गाली पनि खान्छु होला भन्ने कुरो पनि अलिकति आकलन गर्यो होइन? साँच्चै एकाध त नभनौँ, केही मानिसहरू चाहिँ छन् फेरि जसले चाहिँ यसको पक्ष पोषण गरिरहेछन् होइन? राजतन्त्रको पक्ष